नेपालमा पनि हरेक वर्ष हजारौँ मान्छेको ज्यान हृदयघातका कारण जान्छ। आउनुहोस् हृदयघातको वास्तविकता बुझौँ। जब मुटुको मांसपेशीमा रगत पुर्याउने कोरोनरी आर्टरिजमा ब्लकेज हुन्छ तब मुटुले पर्याप्त अक्सिजन पाउँदैन। यसले गर्दा मुटुको त्यो भाग मर्न थाल्छ जसलाई हामी हार्ट एट्याक वा मेडिकल भाषामा मायोकार्डियल इन्फ्र्याक्सन भन्छौँ। लक्षणहरू: सबैले छाती मात्र दुख्छ भन्ने हुँदैन, त्यसैले यी लक्षणहरूमा ध्यान दिनुहोस्। छातीको बीच भागमा भारीपन महसुस हुनु, दुखाइ देब्रे हात, घाँटी, बङ्गारा वा ढाडतिर सर्नु, लामो सास फेर्न गाह्रो हुनु, बिना कारण धेरै चिसो पसिना आउनु, वाकवाकी लाग्ने वा बान्ता हुने, कहिलेकाहीँ यसलाई ग्यास्ट्रिक भन्ने पनि चुक्किन सकिन्छ, रिङ्गटा लाग्नु वा बेहोस हुनु। जोखिमका कारणहरू: उच्च रक्तचाप, हाई ब्लड प्रेसर। रगतको चाप बढी हुँदा मुटुको धमनीहरूमा दबाव पर्छ र ती कमजोर वा कडा हुँदै जान्छन्। अत्याधिक कोलेस्ट्रोल। रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्दा मुटुको नसाहरूमा बोसो जम्छ र रगत प्रवाहमा अवरोध पुग्छ। धूम्रपान र सुर्तीजन्य पदार्थ। चुरोट वा खैनीको सेवनले नसाहरू खुम्च्याउँछ र रगत जम्ने सम्भावना बढाउँछ। मधुमेह, डायबिटिज। रगतमा चिनीको मात्रा बढी हुँदा मुटुका नसाहरू क्षतिग्रस्त हुन सक्छन्। मोटोपना। शरीरको तौल धेरै हुनाले मुटुलाई अतिरिक्त कामको बोझ दिन्छ। शारीरिक निष्क्रियता। व्यायामको कमीले मुटुको मांसपेशी कमजोर बनाउँछ। अस्वस्थ खानपान। धेरै चिल्लो, पिरो, नुनिलो र प्याकेटका खानेकुरा खानु। तनाव। धेरै मानसिक तनाव वा चिन्ताले मुटुको धड्कन र रक्तचाप बढाउँछ। अत्याधिक मदिरा सेवन। धेरै रक्सी पिउनाले रक्तचाप र ट्राइग्लाइसेराइडको स्तर बढाउँछ। उमेर। उमेर बढ्दै जाँदा विशेष गरी पुरुषमा 45 र महिलामा 55 वर्षपछि जोखिम बढ्छ। वंशानुगत गुण। यदि परिवारमा बुवा, आमा, दाजुभाइलाई सानै उमेरमा मुटुको समस्या छ भने जोखिम बढी हुन्छ। लिङ्ग। सामान्यतया पुरुषहरूमा महिलाको तुलनामा मुटुको समस्या छिटो देखिन सक्छ। हृदयघात हुँदा तुरुन्त के गर्ने? फर्स्ट एड। तुरुन्त एम्बुलेन्स बोलाउने वा नजिकैको अस्पताल लैजाने। यदि बिरामीलाई एस्पिरिनबाट एलर्जी छैन भने एउटा एस्पिरिन 300 mg चपाउन दिने। यसले रगत जम्न कम गर्छ। बिरामीलाई नहिडाउने, आरामसँग बस्न वा सुत्न लगाउने। यदि बिरामी बेहोस भयो र सास फेर्न छोड्यो भने तुरुन्त CPR सुरु गर्ने। हृदयघातबाट बच्ने उपायहरू: स्वस्थ खानपान। नुन र चिनी कम गर्ने। धेरै नुनले ब्लड प्रेसर बढाउँछ र चिनीले मोटोपन, डायबिटिज निम्त्याउँछ। चिल्लो खानेकुरा कम गर्ने। जनावरबाट पाइने बोसो, स्याचुरेटेड फ्याट र बजारिया जङ्क फुड वा तेलमा तारेका खानेकुराले नसामा कोलेस्ट्रोल जम्मा गर्छ। फाइबरयुक्त खाना। हरियो सागसब्जी, फलफुल र ओट्स जस्ता फाइबर धेरै भएका खानेकुरा प्रशस्त मात्रामा खाने। नियमित शारीरिक व्यायाम। दिनको 3 मिनेट, हप्ताको कम्तीमा 5 दिन, दैनिक 30 मिनेट छिटो छिटो हिँड्ने बानी बसाल्नुहोस्। खराब बानीहरू त्याग्ने। धूम्रपान। चुरोट वा सुर्तीजन्य पदार्थले मुटुको नसालाई साँघुरो बनाउँछ, यसलाई पूर्ण रूपमा छोड्नु नै उत्तम मानिन्छ। मद्यपान। धेरै रक्सी सेवनले मुटुको मांसपेशी कमजोर बनाउँछ र ब्लड प्रेसर बढाउँछ। तौल नियन्त्रण। आफ्नो उचाइ अनुसारको सही तौल, बडी मास इन्डेक्स कायम राख्नुहोस्। यसको पेटको बोसो मुटुको लागि सबैभन्दा खतरनाक मानिन्छ। नियमित स्वास्थ्य जाँच। ब्लड प्रेसर, रक्तचाप नियमित चेक गर्ने। वर्षमा कम्तीमा एक पटक रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा जाँच गराउने। तनाव व्यवस्थापन। धेरै मानसिक तनाव लिँदा मुटुमा असर पर्छ, यसका लागि योग, ध्यान गर्ने, आफूलाई मनपर्ने काममा समय बिताउने। पर्याप्त निद्रा। दैनिक 7 देखि 8 घण्टा गहिरो निद्रामा सुत्ने। यदि तपाईँ पहिलादेखि नै ब्लड प्रेसर वा सुगरको औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरको सल्लाह बिना कुनै पनि औषधि नछोड्नुहोस्। यदि यो जानकारी उपयोगी लाग्यो भने सेयर गर्नुहोस्।